लिची मछ यहाँ बिरतावनमा यो लिची फेस्टिभलको लागि यहाँ चाहिँ पार्क नानीहरू खेल्नुको लागि चाहिँ यो ठाउँ यस्तो छ। आज यो लिची फेस्टिभल सुरु भएको छ अनि मान्छेहरू हामी चाहिँ बिहानै भएर मान्छेहरू आएको छ यहाँ। यस्तो छ सिनहरू। अब हामी चाहिँ लिची खोज्दैछौँ टक्कैसँग। मेरो लिची रहेछ हो। यो चाहिँ फ्रीको आज 200 रुपियाँ टिकट काटेपछि अब यो चाहिँ यसरी टिप्ने हो खाने हो। यहाँ लिची चाहिँ टिपिसकेको रहेछ घुम्नुको लागि चाहिँ ठिक छ। घुम्ने ठाउँहरू लिची फेस्टिभलको लागि आएको छ। यहाँ चाहिँ लिची छ पानी परेर यहाँ पनि लिचीहरू चाहिँ टन्नै छ। दिनै कस्तो अल्छी लाग्दो भइरहेछ। अनि सबै घुम्दै इच्छा लाग्छ। यहाँनिर चाहिँ लिची यस्तो खालको छ गाइजहरू। यो चाहिँ अब जति टिपेर खाँदा पनि हुन्छ तर हामी भर्खर खाना खाएर आएको छौँ नि त। अनि कस्तो फल्यो सिनहरू पनि घुम्दै टक्कै यिनीहरू सिनहरू जस्तो छ टक्कै। यहाँ यस्तो के हो यो उयो रहेछ यहाँ अलिक यहाँको झुप्पोको पनि खिच्नु न एङ्गल राम्रो आउँछ। यहाँनिर चाहिँ सानो स्विमिङ पुल छ। अनि स्विमिङ पुलकै छेउमा यहाँ लिची छ। यो लिची चाहिँ हाम्रै लागि हो। यसरी टिप्ने हो अनि यसो गर्ने हो खाने हो। यता छेउमा चाहिँ नेपालको बुर्ज खलिफा यहाँ छ। यहाँनिर यहाँनिर चढ्नु चाहिँ एक्स्ट्रा 50 रुपियाँ लाग्छ अरे। यहाँनिर चाहिँ सुरुङ पेन्टिङहरू गरेको छ। यस्तो जग्गा न्यारो रहेछ एकदम। यहाँ नै सोल्टीले एकदम प्रपोज हानिरहेको छ है गाइजहरू।
यहाँ जस्तो सिनहरू यता छ यता यो बुर्ज खलिफा भयो यस्तो ढक्कै छ यस्तो घुम्ने ठाउँ यता तल रमाइलो भइरहेछ म्युजिकसँग पुरै टिकटकसँग सोल्टी नि हाल्नु यो सिन यस्तो छ यता यो अग्लो भ्यू टावर कोही घुम्दैछ यहाँ सिनहरू यस्तो छ यताको सिनहरू लिसीहरू नि डियर बच्चा ल यहाँ त सिङै भाँचेको छ त कसले सिङै भाँच्दैछ माउ भयो सबै लिसी टन्नै अमन भइसक्यो यहाँ हाम्रो टिम एकदम लिची खानुको लागि धमाधम हुनुहुन्छ 100-150 वटा पुर्याउने कुरा भइरहेछ होइन गन्ती गरे हान्ने ल धपाके मारो भने सिङ भाँच्नु चाहिँ पाइँदैन है लु यहाँ त सिङ भाँचेछ लिची फेस्टिभल यसरी डांस करो यहाँ बाहिर चाहिँ यस्तो छ सिन यहाँ राजा वीरेन्द्रको म मरे पनि मेरो देश बाँचिरहोस् झन्डासँगै सिनहरू यस्तो छ उतापट्टि चाहिँ हामी छौँ अनि यो दृश्यहरू यस्तो छ एकदम राम्रो छ खुलेको यतापट्टि यो सिनहरू भयो यता यस्तो छ यताको चाहिँ बास्केटबल कोर्ट यहाँनिर छ आउनु सकिन्छ As you can see, Akasama versus Baba. Baba! La Baba chila Akasama dance bhaidira la. Happy Litchi Festival! क्या मजा! लिची पछि यहाँ चटपटे टक्कै जाँदैछ होइन फाउन्टेन हेलो गाइजहरु
नेतावटीको सिन चाहिँ यस्तो छ। यहाँ चाहिँ हात्तीको नक्सा छ। ला हाम्रो टिमहरू एकदम इन्ट्री गर्दै हुन्छ। यस्तो छ। अच्छा लगता है दरेम दरेम अरे गीत पुरै फेरि हो। कस्तो दामी के फुल हो यति राम्रो फुल। यो चाहिँ यहाँ वेटिङ सेटबाट देखेको सिनेमेटिक भ्यू यस्तो छ। यहाँ फुलहरू छ, यहाँ फुलेको, यहाँ नानीहरू खेल्ने ठाउँहरू, फेस्टिभलको लागि। घोडा त मिल्छ। यस्तो जग्गा चाहिँ एकदम हरियाली छ घुम्नको लागि, फ्यामिलीसँग टाइम बिताउनको लागि, खेल्ने ठाउँ प्रशस्त छ। चाहिँ हामी यहाँ आएको थियौँ लिची फेस्टिभलको लागि। अनि आज फर्किँदैछौँ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ आजदेखि। फ्रेस लिची जति हामी खाएर फर्किँदैछौँ। बाई बाई।